जीवनमा तपाईहरुले चारवटा कुराहरुबाट टाढै रहनुहोला। ती कुराहरु हामीले लिएर आएका छौं। हाम्रो भिडियो अति महत्त्वपूर्ण छ। तपाईहरुले ध्यान दिएर अन्तिमसम्म हेर्नुहोला। नम्बर 1 मा रहेको छ मानव जीवनमा कहिल्यै पनि तपाईहरुले घमण्ड नगर्नुहोला। नम्बर 2 मा रहेको छ लोभ। मानव जीवनमा सास रहन्जेल तपाईले लोभ कहिले पनि नगर्नुहोला। गर्ने नगर्नुहोला तपाईले लोभ कहिले पनि लोभ नगर्नुहोला। नम्बर 3 मा रहेको छ ईर्ष्या। ईर्ष्या रिस। कसैले राम्रो काम गर्यो भने कसैको राम्रो भयो भने मानव जीवनले रिस माने गर्छ, ईर्ष्या माने गर्छ। यो मानव जीवनमा तपाईहरुले ईर्ष्या कहिले पनि नमान्नुहोला। र नम्बर 4 अन्तिम नम्बरमा रहेको छ अरूको कुरा काट्नु। मानव जीवनमा मानिसहरू यस्ता प्रकारका हुन्छन् कि अरूका कुराहरू काटेर अगाडि बढ्ने काम गर्छन्। त्यसैकारणले होशियार रहनुहोला। तपाईहरुले यस्तो यताउता कुरा काट्ने काम कहिले नगर्नुहोला। धन्यवाद।